वेलकम टु न्यू ब्लग हाम्रो मामाको भ्लग हो यो चाहिँ। ल हेलो साथीहरू नमस्ते। आज हामी चाहिँ हाम्रो अफिसदेखि आर्यन खबर मिडिया हाउसदेखि चाहिँ हामी सन्धि खर्क 12 चाहिँ छापा ठुला पोखरीसम्मको यात्रा हुनेछ। साथीहरू हामी चाहिँ यहाँ ठ्याक्कै हिँड्यौँ। यता चाहिँ हाम्रो दिदीको पसल समस्या चोरी भन्छ मिठाई किन्छ नि केटाकेटीसँग मिठाई चाहिँ किन्न सक्छन्। भिडियो बनाउने ठाउँमा चाहिँ आइपुगेका छौँ। पछाडि चाहिँ हल्का हल्ला चाहिँ रहेको छ। हामी एकजना बुवा चाहिँ हुनुहुन्छ, उहाँको कोही हुनुहुन्न, उहाँ एक्लै मात्र, उहाँका छोराहरू बुढीहरू कोही पनि हुँदैन। उहाँले चाहिँ एकदम दुःख पाएको अवस्था चाहिँ छ। हामीले चाहिँ यो भिडियो चाहिँ आर्यन खबर मिडिया हाउस प्रालीमा चाहिँ पोस्ट गर्नेछौँ। र बुवाको घर चाहिँ यस्तो रहेछ। बुवा फेरि यस्तो अवस्थामा चाहिँ बस्ने हुन्छ। यार मानिस त मस्ती लाग्छ है। छिटो बुवा बस्ने ठाउँ चाहिँ यस्तो रहेको छ। बुवा चाहिँ उहाँ नै हुनुहुन्छ र बुवाको टोइलेट चाहिँ विशेष गरी त यस्तो ठाउँमा चाहिँ रहेको छ। माथिबाट चाहिँ भल आयो भने चाहिँ घरमा सिधै पर्न सक्छ र पानी आउँदा पनि भित्र बस्ने अवस्था पनि छैन। र तपाईँले यो भिडियो कतिबाट हेर्नु भएको छ भने चाहिँ तपाईँले सहयोग चाहिँ गरिदिनु होला। यो चाहिँ झुपडी चाहिँ हो बुवाको। यो चाहिँ किचन भनेर बनाएको, तर किचनको चाहिँ परेकोमा आउन सकेको छैन अझै। यहाँ चाहिँ बुवा हुनुहुन्छ।